यहाँ आइज झुट भन्छस् त झुट भन्छस् तर ममा जेठोको होइन त म जन्मिँदाखेरि बुझे कि नै म त राम सीतालाई मैले सीताको त्यो रावणको म जन्मिँदाखेरि बुझेन बुढा बाजेहरूसँग खैनी खाँदै बस्ती तोकमा हो बुझेन बुढा बाजेहरूसँग पारस मलाई म्युजिक भिडियोको अफर आइरहेछ के म्युजिक भिडियोको अफर आइरहेछ मलाई के बट्टा मान्छेसँग खेलायो भने मलाई तँलाई म्युजिक भिडियोको अफर तँलाई आएको नेपोटिजम भन्ला नि फेरि दुनियाँले कुलबोयको दिदी भएर लियो नेपोटिजम भन्ला हेर त्यस्तो फिल्डमा लाग्नु हुँदैन तैँले बुझिस् कि नै त जेसमा ठिक छिस् त्यही काम गर गाइस म राम्रै छु कि छैन ल भन त यहाँनिर यसलाई म्युजिक भिडियोमा लिने खालको मुख छ भनेको यसको मुख छ तेरो म्युजिक तँलाई त जे कुरामा बेस्ट छेस् नि त्यो कुरा गर्नुपर्छ कि टक्कै कुरामा बेस्ट छेस् भन् त तैँले भाँडा यस्तो बवाल मान्छेस् कि भन् तैँले खाना कति मिठो बनाउँछस् त्यो कुराहरू गर के मन छ म्युजिक भिडियोमा त्यो पनि त हुन सक्छ भाइ खाना पकाउनेवाला पनि त हुन सक्छ भाँडा मोल्नेवाला पनि त हुन सक्छ के तँलाई दोहोरीमा आएको मैले थाहा पाइसकेँ त्यो होइन पट्टिकी भनेर यो गर्नेमा आएको यो जानेवाला कम्मरवाला के यो मलाई यसले के भन्यो 1993 को अरे होइन आफू चाहिँ बुझेको बुझेन हाम्रो गाउँबाट एउटा मात्रै बस लाग्थ्यो काठमाडौँमा अनि त्यो बसको खलासीसँग डेट जान्थ्यो बुझेको बुझेन त्यति बेला म जन्मिँदाखेरि हो कि म जन्मिँदाखेरि मम्मीले भन्नुहुन्थ्यो